यो भिडियोमा हामी जलवायु परिवर्तन र यसको असर भन्ने शीर्षकमा निबन्ध लेख्न गइरहेका छौँ। जलवायु परिवर्तन र यसको असर आजको विश्वले सामना गरिरहेको सबैभन्दा गम्भीर वातावरणीय समस्यामध्ये जलवायु परिवर्तन एक प्रमुख समस्या हो। पृथ्वीको तापक्रम क्रमशः बढ्दै जानु, मौसमको असामान्य परिवर्तन हुनु तथा प्राकृतिक विपत्तिहरू बढ्नु जलवायु परिवर्तनका प्रमुख सङ्केत हुन्। मुख्यतः मानव क्रियाकलाप जस्तै अत्यधिक औद्योगिकरण, वन विनाश र प्रदूषणका कारण यो समस्या झन गम्भीर बन्दै गएको छ। त्यसैले जलवायु परिवर्तन र यसको असरबारे बुझ्नु तथा यसको समाधान खोज्नु अत्यन्त आवश्यक छ। प्रथम, जलवायु परिवर्तनको प्रमुख कारण मानव गतिविधि हो। उद्योग, सवारी साधन र विभिन्न ऊर्जा स्रोतहरूको प्रयोगबाट कार्बन डाइअक्साइड जस्ता हरित गृह ग्यास वातावरणमा बढिरहेका छन्। यसले पृथ्वीको तापक्रम बढाउँछ। साथै वन फडानीले वातावरणमा कार्बनको मात्रा बढाएर समस्या अझ गम्भीर बनाएको छ। त्यसपछि जलवायु परिवर्तनले प्राकृतिक वातावरणमा विभिन्न नकारात्मक असर पारेको छ। हिम नदीहरू पग्लनु, समुद्रको सतह बढ्नु, अनियमित वर्षा हुनु र लामो खडेरी लाग्नु यसको प्रमुख उदाहरण हुन्। नेपाल जस्तो हिमाली देशमा हिमालको हिउँ पग्लनु र बाढी पहिरोको जोखिम बढ्नु जलवायु परिवर्तनको स्पष्ट प्रभाव मानिन्छ। साथै जलवायु परिवर्तनले मानव जीवन र आर्थिक गतिविधिमा पनि असर पार्छ। कृषि उत्पादन घट्नु, पानीको अभाव हुनु तथा विभिन्न रोगहरूको जोखिम बढ्नु यसको परिणाम हुन्। यसले गरिब तथा विकासोन्मुख देशहरूलाई अझ बढी प्रभावित बनाउँछ। अन्ततः जलवायु परिवर्तनलाई नियन्त्रण गर्न सबैले जिम्मेवार भूमिका खेल्नुपर्छ। वन संरक्षण, स्वच्छ ऊर्जा प्रयोग, प्रदूषण नियन्त्रण तथा जनचेतना अभिवृद्धि जस्ता उपायहरू अपनाउन आवश्यक छ। सरकार र नागरिक दुवैले सहकार्य गरेर वातावरण संरक्षणमा ध्यान दिनुपर्छ। समग्रमा जलवायु परिवर्तन आजको विश्वको गम्भीर चुनौती हो, जसले प्रकृति र मानव जीवन दुवैलाई प्रभावित बनाएको छ। यसको असर कम गर्न वातावरण मैत्री व्यवहार अपनाउनु अत्यन्त आवश्यक छ। यदि हामीले आजैबाट प्रकृतिको संरक्षणमा ध्यान दियौँ भने भविष्यका पुस्तालाई सुरक्षित र स्वस्थ वातावरण प्रदान गर्न सकिन्छ। यो भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला।